नमस्कार, म मन्जिला। आज म महेन्द्र न्यौपानेद्वारा रचित लघुकथा संग्रह चन्द्र विनोदबाट एउटा कथा वाचन गर्न तपाईहरूको सामु उपस्थित भएकी छु। यो कथा यस लघुकथा संग्रहको पहिलो कथा रहेको छ। यस कथाको शीर्षक रहेको छ उठान। किन छटपटाएको? आँगनमा चिन्तित मुद्रामा यताउति डुलिरहेको देखेर गुरुले उहाँलाई सोध्नुभयो। खै, म आफैले बुझेको छैन। आफ्नो बेचैनीलाई दबाउँदै उहाँले वरिपरि घुम्दै जवाफ दिनुभयो। तराईको ठाउँ तापक्रम उकालो लाग्दै गरेको फागुनको पनि अन्तिम हप्ता, शुक्र पक्षको साँझको बेला थियो। ठूलो आँगनमा एक हुल युवाहरू एक आपसमा व्यङ्ग्य गर्दै निष्फिक्री हाँसिरहेका दृश्यहरूतिर देखाउँदै गुरुले भन्नुभयो, ती युवाहरूलाई हेर्नुस् त। खै, मेरो मन अझै खुसी हुन सकेको छैन। सुस्केरा हाल्दै उहाँले नढाँटी यथार्थ बताउनुभयो। कसरी तपाईको मन खुसी होला त? गुरुले पूर्ण प्रश्न गर्नुभयो। शान्ति, सुमधुर प्रकाश, शीतलता र मनोरञ्जन, यी सबै पाउनलाई के गर्नु पर्ला गुरु? उहाँले अकस्मात प्रति प्रश्न गर्नुभयो। उनको अनुहारमा कान्ति देखियो। अनुहार पढ्दै गुरुले झोलाबाट झिकेर दिए, चन्द्र विनोद। धन्यवाद।